राजा ज्ञानेन्द्र वीर विक्रम शाह नेपालका अन्तिम राजा हुन्। उनको जीवन र इतिहासलाई यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ। प्रारम्भिक जीवन र पहिलो राज्याभिषेक। राजा ज्ञानेन्द्र शाहको जन्म 7 जुलाई 1947 मा काठमाडौँमा भएको थियो। सन् 1950 मा उनका हजुरबुबा राजा त्रिभुवनले राणा शासन विरुद्ध विद्रोह गरी भारतमा शरण लिएपछि उनलाई पहिलो पटक राजा घोषणा गरिएको थियो। त्यस समयमा उनी एक सानो बालक थिए। राजा त्रिभुवन नेपाल फर्केपछि उनको पहिलो शासन समाप्त भयो। दोस्रो राज्याभिषेक र शासनकाल। 2058 जेठ 19 गते नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएपछि ज्ञानेन्द्र शाह नेपालको राजा भए। उनको शासनकाल राजनैतिक अस्थिरता र द्वन्द्वले भरिएको थियो। 2059 सालमा उनले निर्वाचित सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन लागू गरे। 2062-63 मा भएको जनआन्दोलनले उनलाई सत्ता छोड्न बाध्य बनायो। जनआन्दोलन 2 र राजतन्त्रको अन्त्य। जनआन्दोलन 2 ले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको माग गर्यो। राजा ज्ञानेन्द्रले जनताको दबावलाई स्वीकार गर्दै 2063 वैशाख 11 गते संसद पुनः स्थापना गरे। 2065 सालमा नेपाललाई गणतन्त्र घोषणा गरियो, जसले राजतन्त्रको अन्त्य गर्यो। राजतन्त्र पछिको जीवन। राजतन्त्र समाप्त भएपछि राजा ज्ञानेन्द्रले साधारण नागरिकको जीवन बिताइरहेका छन्। उनले सार्वजनिक रूपमा कमै टिप्पणी गरेका छन्, तर नेपालको राजनीतिमा उनको प्रभाव अझै पनि रहेको मानिन्छ। उनको जीवन र शासनकाल नेपालको इतिहासमा विवादास्पद मानिन्छ। नेपालमा राजा ज्ञानेन्द्रको समर्थनमा बेला बेलामा प्रदर्शन र आवाजहरू उठेका छन्, तर यी आन्दोलनहरूले राष्ट्रिय स्तरमा व्यापक समर्थन पाएका छैनन्। यहाँ केही महत्त्वपूर्ण बुदाहरू प्रस्तुत गरिएका छन्। राजतन्त्र समर्थक समूहहरूको गतिविधि। नेपालमा केही समूहहरू छन् जो राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन्। यी समूहहरूले कहिलेकाहीँ सडक प्रदर्शन र सभाहरू आयोजना गर्छन्। उनीहरूले वर्तमान राजनैतिक प्रणालीमा असन्तुष्टि व्यक्त गर्दै राजतन्त्रको पुनर्स्थापनाको माग गर्छन्। आन्दोलनको वर्तमान अवस्था। हाल राजतन्त्रको पुनर्स्थापनाको लागि ठूलो स्तरको राष्ट्रिय आन्दोलन भएको छैन। यद्यपि विभिन्न ठाउँमा साना ठूला प्रदर्शनहरू र सभाहरू भइरहेका छन्। नेपालका मुख्य राजनीतिक दलहरू गणतन्त्रको पक्षमा रहेका छन्। जनताको धारणा। नेपालका धेरै जनता गणतन्त्रको समर्थनमा छन्। राजतन्त्रको पुनर्स्थापनाको लागि जनताको व्यापक समर्थन छैन। तर राजनीतिक अस्थिरता र आर्थिक कठिनाइका कारण केही मानिसहरूले राजतन्त्रको समयलाई सम्झने गरेका छन्। सारांशमा राजा ज्ञानेन्द्रको समर्थनमा केही गतिविधिहरू भइरहेका छन्, तर राष्ट्रिय स्तरमा यसले ठूलो प्रभाव पार्न सकेको छैन।